सबैभन्दा गाह्रो पल भन्दिनँ सर होइन हिम्मत हारेको पल चाहिँ भन्छु एभरेस्ट चढेर आइयो 2 दिन भइसक्यो किन क्याम्प 3 बाट तपाईँको रातिको 3 बजे उठेर हिँडेर क्याम्प 4 पुगेर 4-5 घण्टा रेस्ट गरेर अनि राति 9 बजे एभरेस्ट चढ्न गइयो राति 9 बजे रातभरि चढ्ने हजुर रातभरि चढ्ने हो अनि क्याम्प 3 मा सुतेको थिएन अनि त्यो चढ्ने दौरान सुतेको थिएन 2 दिन भइसक्यो थियो निन्द्रा नपुगेको अनि गाह्रो एभरेस्ट चढ्दा एकदमै गाह्रोको सिचुएसन त्यो मान्छेको सबहरुदेखि लिएर कोही आँखा अगाडि ढलेको छ कोही गुल्टेको छ मान्छे हैन कोहीलाई तानेर लगिरहेको छ अनि त्यो एकदमै ब्रेकडाउन भइसक्यो थियो इमोसनली त्यो सहनै सकेको थिएन तल झर्दाखेरि चाहिँ के देखेँ मैले भने तल झर्दा मान्छेहरू घिसाइरहेको छ त्यो सबै अनि बसे मसँगै 2 जना हुनुहुन्थ्यो प्रोफेसनल माउन्टेनरहरू जसले चाहिँ 6-7 वटा ठुल्ठुला माउन्टेनहरू चढिसकेको 2 जना हुनुहुन्थ्यो उहाँहरू पनि लोचे चाहिँ अब सक्दैन भनेर उहाँहरू क्याम्प 3 झर्न गयो सबै टिमहरू क्याम्प 3 झर्यो म लोचे जान्छु भनेर साउथकोमा बसेछु अनि सबैजनाले सक्दैन भन्नुभएको थियो क्या अनि किन म त माउन्टेनको एक्सपिरियन्सै छैन 8000 हिमालको एक्सपिरियन्स नभए मान्छे एकैचोटि 2टा 8000 आँटेको छ सक्दैन सुसाइडल मिसन हो यो त भनेर मर्नलाई गए जस्तो कि लोक्चे जानको लागि त्यस्तो पथ्यो क्या मान्छेहरू सबैजनाले तर मेरो शेर्पा दाइले चाहिँ ममा हिम्मत हार्नु भएन सक्छ जस्तै भन्नुभएको थियो कि अनि उहाँलाई एकदम मान्छु म उहाँकै आत्मबलले गर्दाखेरि पनि हो लोचे गयो म मर्नु दिन्न भन्नुभएको थियो कि दाइले मलाई अरूहरूले चाहिँ सुसाइडल मिसनै हो टाइपको अनि मलाई के विश्वास थियो भन्दाखेरि भित्रबाट गलेको थिएन क्या म बाहिर थियो दिमाग गलेको थियो तर भित्रबाट त्यो थकान आएको थिएन लोच्छेन सक्छ दाइ जसरी हुन्छ चढेर चढ्छु माथि तल म घिसेर भने चढ्छु त्यो के अनि चढियो भनौँ त्यो चाहिँ एकदमै गाह्रो कसैले विश्वास नगर्दाखेरि त्यो हुन्छ नि गाह्रो पर्दो रहेछ क्या सबैले सुसाइडल मिसन जान्ला भन्दाखेरि चाहिँ अनि अर्को खुसीको कुरा भन्दा त 2टा सब्मिट भइसकेपछि हो